हामी टक्कसँगले 3जना बस चढेर कतातिर लाग्यौँ भन्दाखेरि सिम्बुको बस चढेर सिम्बुतिर लागेको। अनि हामी टक्कै त्यहाँ पुग्यौँ। यताउता हेऱ्यौँ, सामान पनि रहेछ। सामान मन परेर किन्नलाई हेरेको त छिटो किन, नभए अहिले नगरपालिकाले देख्यो भने हामीलाई कराउँछ, गाली गर्छ भन्यो। किनभने त्यहाँ सामान बेच्नु नलाउने रहेछ नि त खासमा। अनि हामी सामान छोडेर माथितिर लागे। माथि पुगेर घुम्दा त आमा बाप्रे के साह्रो घाम चर्को, घामले नसक्ने भयो भनेर हामी त फर्केको। है तपाईँहरू नि गयो भने इफ छाता चाहिँ लानु होला, छाता नछुटाउनु होला। यति भन्न चाहन्छु। अनि हामी चाहिँ तल झरेर चिसो खाऊँ भनेर 3जनाले चिसो लिएर चिसो खाएँ। त्यसपछि हामी यत्तिकै जता शीतल छ त्यही शीतलतिर घुम्यौँ, फोटो खिचेँ। त्यही हो आजलाई। बाई बाई।